यहाँ धेरै ठुलो खेल हुँदै थियो, धेरै मान्छेको घरमा आगो लाग्दै थियो, धेरै ठाउँ ब्लास्ट हुँदै थियो होइन, हुँदै थियो। त्यो मलाई थाहा थियो। सरकारले बोलाएको बेलामा हामीले जाँदाखेरि नराम्रो हो त, त्यसलाई नराम्रो भन्नु हुँदैन कसैले पनि। सधैँभरि खुकुरी नै बोकेर, लट्ठी नै बोकेर अनि बन्दुकै बोकेर समस्याको समाधान हुँदैन। अन्तिममा गएर कत्रा युद्ध पनि वार्ताबाटै समाधान हुन्छ। हाम्रो क्याबिनेटले गर्न सक्ने माग हामी पुरा गर्छौँ, नसक्ने माग होइन तपाईँहरू फेरि चुनावमा जानुहोस्, लड्नुहोस्, तपाईँहरूको सरकार बनाउनुहोस्, पुरा गर्नुहोस् भनेर उहाँले भन्नुभयो भनेर खबर पठाएको छ। त्यो भइसकेपछि देशको जेसुकै भए पनि जुनसुकै बाटोबाट बने पनि देशको प्रधानमन्त्रीले भनेको कुरा त मैले नकार्न भएन नि त। अझ यो माथि क्षति पुर्याउने, अझ मान्छे मराउने, मान्छे नमराइकन पनि त गान्धीले होइन गान्धीवादी सिस्टमले पनि त इन्डियालाई आजाद गराएको थियो नि त। हामी पनि आजाद गरौँ न, दल र यो एनजिओको सरकारबाट गराउन सकिँदैन र? पहिला त ओली सरकारले लिएन नि त, प्रचण्ड सरकारले लिएन नि त, लियो त लिएन नि त। कमसेकम आउनुहोस्, तपाईँका विषयमा वार्ता गरौँ, तपाईँका चाहिँ मागहरूका विषयमा वार्ता गरौँ भन्दाखेरि हाम्रा अभियन्ता साथीहरू रुष्ट हुनुपर्ने कारण छैन।